हे भगवान 18 अरब काण्ड केपी शर्मा ओलीको मान्छे जसले आजसम्म जोगाएर राखेको थियो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जो केपी शर्मा ओलीले जोगाएर राखेका थिए उनीमाथि 18 अरब भ्रष्टाचार काण्ड अर्थात 18 अरब उनले भ्रष्टाचार गरेका छन्। 1800 करोड यानी 18 अरब उनीमाथि अहिले अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ। यति बेला तिनी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक भनिने भ्रष्टाचारीका नाइके केपी शर्मा ओलीका प्रिय पात्र अहिले सेटिङ मिलाइरहेका छन्। कहाँ कता के गरेर हुन्छ उनी सेटिङ मिलाउँदैछन्। समाचारहरू छ्यापछ्याती आइसकेको छ। केपी शर्मा ओलीले हिजोका दिनहरूमा जोगाएर राखेका, बचाएर राखेका, कारबाही गर्न नदिएका, अझ भनौं अझै भ्रष्टाचार गर भनेर उनीहरूलाई उल्टो फुलफुल्याएका। अस्ति भर्खरै एउटा अर्को नेता भट्टचन भन्ने मान्छेले पनि लगभग 1 अरब हानेको थियो 98 करोड सहकारीको है। अब आज फेरि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी भन्ने एउटा केपी शर्मा ओलीको प्यारो छोराले चाहिँ 18 अरब झ्याम पारिदिएछ। हे भगवान, भ्रष्टाचार पनि यति गरेका रहेछन् यिनीहरूले। यति सानो देशमा यत्रो भ्रष्टाचार। अब एउटा केपी शर्मा ओलीले मात्रै गरे भए पनि हुन्थ्यो त। केपी शर्मा ओलीका पार्टीभित्रका नेताले मात्रै गरे भए पनि हुन्थ्यो त। सांसदले मात्रै, मन्त्रीले मात्रै गरे भए पनि हुन्थ्यो त। यहाँ त विद्युत प्राधिकरणमा, नागरिक उड्डयन प्राधिकरणमा, उता अर्को संस्थामा, उता अर्कोमा, उता राजदूतमा, उता भन्सारमा, हे भगवान, जताततै चारैतिर यिनीहरूका जति पनि संगठनहरू छन् जताततै भ्रष्टाचारै भ्रष्टाचार। देश भ्रष्टाचारमा चुर्लुमै डुबिसकेको यस्तो अवस्था ल्याएको यो केपी शर्मा ओली।